नमस्कार दर्शक वृन्द। आज हामी सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा अवस्थित एक अत्यन्तै पवित्र र ऐतिहासिक धार्मिक स्थल निगलासैनी मन्दिरको यात्रा गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। पहाडको काखमा बसेको शान्त वातावरणले भरिएको यो मन्दिर केवल पूजा गर्ने ठाउँ मात्र होइन, आस्था, विश्राम र संस्कृतिको जीवित प्रतीक हो। यहाँ आइपुग्दा मन आफै शान्त हुन्छ, हृदय हलुका हुन्छ। हामी अहिले यो मन्दिरको गेट नजिकै आइपुगेका छौँ। निगलासैनी मन्दिरमा मुख्य रूपमा निगलासैनी देवीको पूजा गर्ने गरिन्छ। स्थानीय जनविश्वास अनुसार देवी शक्ति, सुरक्षा र न्यायकी प्रतीक मानिन्छन्। यहाँ साँचो मनले गरिएको भाकल पूरा हुने, रोग व्याधि निको हुने र जीवनका दुःख कष्ट हट्ने जनविश्वास रहि आएको पाइन्छ। यो मन्दिर केवल सदियौंदेखि स्थानीय बासिन्दाको जीवनसँग जोडिएको छ। यहाँ बुढापाका भन्छन्, देवीमाथि विश्वास गर्न कहिले हात फर्किनु पर्दैन। यो सुनौलो दृश्य तपाईँ देखिरहनु भएको छ। एकदमै सुन्दर दृश्य अवलोकन गरिराख्नु भएको छ। मन्दिर वरिपरिको प्राकृतिक सौन्दर्य उत्ति नै मनमोहक रहेको छ। हरियाली, डाँडाकाँडा, चिसो हावा र चराचुरुङ्गीको आवाज र टाढासम्म देखिने पहाडी दृश्यले यहाँको वातावरणलाई अझ पवित्र बनाइदिएको छ। यहाँ आएपछि तपाईँ केही समयका लागि भए पनि संसारका सबै चिन्ता बिर्सिए जस्तो महसुस हुन्छ। हेर्नुहोला, विशेष गरी चाडपर्व र जात्राको समयमा निगलासैनी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ। दशैंको अष्टमीमा यहाँ धेरै ठुलो मात्रामा राँगाको बलि दिने गरिन्छ। बैतडी मात्र होइन, छिमेकी जिल्ला र भारतका विभिन्न ठाउँबाट समेत भक्तालु महानुभावहरू यहाँ दर्शनको लागि आउने गर्दछन्। यो दृश्य मन्दिर पछाडिको दृश्य हो। तपाईलाई म यो यात्रामा अगाडि बढाउँदैछु। ढोल, नगरा र भजन कीर्तिमान र देवीको जयकारले मन्दिर क्षेत्र पुरै आध्यात्मिक ऊर्जाले भरिन्छ। यहाँ पुग्ने यात्रा पनि आफैमा रमाइलो अनुभव हो। मोटर बाटो र केही पैदल यात्रा गर्दै मन्दिरसम्म पुग्दा बाटोमा देखिने प्राकृतिक दृश्यले यात्राको थकान नै बिर्साइदिने गर्दछ। निगलासैनी मन्दिर केवल धार्मिक स्थल मात्र होइन, हाम्रो संस्कृति, परम्परा र पहिचानको प्रतीक पनि हो। यस्ता स्थानको संरक्षण गर्नु, प्रचार प्रसार गर्नु तपाईँ हामी सबैको दायित्व हो। हामी मन्दिरको परिसरमा आइपुगेका छौँ। तपाईँलाई भित्रको मन्दिरको दर्शन गरिदिनु होला। तपाईँको सबैको मनको कामना पुरा गरौँ भन्ने विश्वास गर्दछौँ। यदि तपाईँ शान्ति खोज्दै हुनुहुन्छ भने, आस्थामा विश्वास गर्नुहुन्छ भने, सुदूरपश्चिमको मौलिक संस्कृति नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने निगलासैनी मन्दिरमा अवश्य घुम्नुहोला। यो हेर्नुहोला, सबैभन्दा ठुलो दमाहा यहाँ देख्न पाइन्छ। आजको यात्रा यहाँसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।